नमस्ते। आज हामी एउटा एकदमै महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ। त्यो हो आमाको नामबाट नागरिकता कसरी बनाउने। यो प्रक्रियाबारे जान्न खोजिरहेकाहरूका लागि यो जानकारी धेरै नै काम लाग्नेछ। हो, यो प्रक्रिया अलिकति झन्झटिलो लाग्न सक्छ, तर चिन्ता लिनु पर्दैन। हामी यहाँ चाहिने हरेक कागजात र हरेक चरणबारे एकदमै सरल भाषामा प्रष्ट पार्नेछौँ। अनि एउटा कुरा, यहाँ देखाइने सबै जानकारीहरू आधिकारिक स्रोतहरूबाटै लिएको हो। त्यसैले यहाँ दिएको जानकारी सही र भरपर्दो छ भन्नेमा ढुक्क भयो हुन्छ। ल, अब सुरु गरौँ है त। नागरिकता लिने प्रक्रियाको सबैभन्दा पहिलो खुड्किलो भनेकै आवेदन फारम हो। सबैभन्दा पहिले त अनुसूची 1 अनुसारको आधिकारिक आवेदन फारम लिनु पर्यो। त्यो फारम भरेर अनि आफ्नो स्थानीय वडा कार्यालयमा गएर त्यसलाई प्रमाणित गराउनुपर्छ। यो चाहिँ पहिलो र एकदमै महत्त्वपूर्ण काम हो। फारमको कुरा त भयो, अब पालो आउँछ निवेदकलाई, अर्थात् जसले नागरिकता बनाउने हो उहाँलाई चाहिने व्यक्तिगत कागजातहरूको। यी कागजातहरू पहिले नै ठिक्क पारेर राख्दा पछि दौडधुप गर्नु पर्दैन। के चाहिन्छ त? ल हेरौँ है। एउटा त भयो जन्मदर्ता प्रमाणपत्र। अब यदि जन्मदर्ता छैन भने शैक्षिक योग्यताको प्रमाणपत्रले पनि काम गर्छ। अनि 2वटा पासपोर्ट साइजको भर्खरै खिचेको फोटो पनि चाहिन्छ है। हो, फोटो जम्मा 2वटा। यो सानो कुरा जस्तो लाग्छ, तर यस्तै सानोतिनो कुराले गर्दा कहिलेकाहीँ काम अड्किन सक्छ। त्यसैले यो याद राख्नु पर्यो। अनि फोटोको पनि एउटा निश्चित स्पेसिफिकेसन छ। साइज हुनु पर्यो 2.5 सेन्टिमिटर बाई 3 सेन्टिमिटर। अनि ब्याकग्राउन्ड चाहिँ सेतो हुनुपर्छ। फोटो खिचाउन जाँदा स्टुडियोमा यो कुरा भन्न नबिर्सनु होला। ल, निवेदकको आफ्नो कागजात त तयार भयो। अब पालो आमाको कागजातहरूको, किनभने यिनै कागजातहरूले वंश र नाता प्रमाणित गर्ने हो। आमाको तर्फबाट के चाहिन्छ त? पहिलो कुरा उहाँको नेपाली नागरिकताको प्रमाणपत्र, अनि उहाँ आफै उपस्थित भएर शनाखत गर्नुपर्छ। शनाखत भनेको चाहिँ हो यो मेरै सन्तान हो भनेर प्रमाणित गरिदिने काम हो र नियमअनुसार एउटा सो घोषणा पनि गर्नुपर्छ। तर कहिलेकाहीँ विशेष परिस्थिति पनि आउन सक्छ। जस्तै यदि आमाको मृत्यु भइसकेको छ भने के गर्ने? त्यस्तो अवस्थामा शनाखतको सट्टा उहाँको मृत्यु दर्ता प्रमाणपत्र भए पुग्छ। अनि यदि आमाको मानसिक सन्तुलन ठिक छैन भने एकजना प्रमाणित डाक्टरको सिफारिस पत्र चाहिन्छ। ल, व्यक्तिगत कागजातको कुरा भयो, आमाको कागजातको कुरा पनि भयो। अब चाहियो केही आधिकारिक सिफारिसहरू। यसले आवेदनलाई अझ बलियो बनाउँछ। यो सरजमिन मुचुल्का भन्ने शब्द सुन्दा अलि अप्ठ्यारो लाग्न सक्छ। खासमा यो के हो त? यो भनेको स्थानीय तहले बनाइदिने एउटा सार्वजनिक सोधपुछको रिपोर्ट हो। यसले के प्रमाणित गर्छ भने निवेदक नेपालमै नेपाली आमाबाट जन्मेको हो, नेपालमै बसोबास गरिरहेको छ र बाबुको पहिचान खुल्न सकेको छैन। ल, अब हामी लगभग अन्तिम चरणमा आइपुग्यौँ। सबै कागजातहरू जम्मा भइसकेपछि के गर्ने त? अब पालो हो सबै कागजात पेश गर्ने र शुल्क तिर्ने। अनि शुल्कको कुरा गर्दा कति लाग्ला जस्तो लाग्छ? जम्मी 10 रुपियाँ मात्रै हो। यो प्रक्रियाको लागि जम्मा 10 रुपियाँको टिकट दस्तुर लाग्छ। एकदमै थोरै होइन त? र सबैभन्दा खुसीको कुरा के हो थाहा छ? यदि सबै कागजातहरू ठिकठाक छन्, प्रक्रिया सबै मिलेको छ भने नागरिकताको प्रमाणपत्र त्यही दिनमै पाउन सकिन्छ। कुनै लामो पर्खाइ, कुनै झन्झट छैन। त्यसैले हेर्नुहोस् त, यी सबै चरणहरू पछ्याउँदा नागरिकको रूपमा आफ्नो अधिकार पाउन कति स्पष्ट र सिधा बाटो रहेछ। सही जानकारी र अलिकति तयारी भयो भने यो काम एकदमै सहज छ। जाँदा जाँदै एउटा प्रश्नमा विचार गरौँ न है। यो प्रक्रिया जसरी स्पष्ट पारिएको छ, अरू कुन सरकारी प्रक्रियाहरूलाई आम मानिसको लागि यस्तै सरल बनाउन सकिएला? यसबारे सोच्दै गर्नुहोला। अर्को पटक फेरि भेटौँला।